झुट बोलिराख्दासम्मरी त मेरा पनि धेरैजनाहरू आफन्त थिए क्या, धेरैजनाहरू साथीहरू थिए। जुन बेलादेखि मैले सत्य कुराहरू बोल्न थालेँ अहिले एक्लै छु भन्दा पनि हुन्छ क्या, धेरैजनाहरू टाढा भइसके। त्यही भएर सत्य जहिले पनि एक्लै हुन्छ साथीहरू। यो इन्टरभ्यू सुन्नुहोस् त अन्तिमसम्म, दामी छ क्या एकदम। मेरो नेचर चाहिँ के छ भन्दाखेरि म झुटो बोल्दिनँ, रुखो बोल्छु है। रुखो चाहिँ रुखो छु म, मलाई थाहा छ त्यो। तर मेरो नेचरै त्यही हो क्या होइन, मेरो स्वभावै त्यही हो। अब नुनको स्वभाव कस्तो हुन्छ त, गुलियो नुन चाट्दा गुलियो होस् भन्ने त्यो मान्छेले आशै नगर्नु क्या होइन। सल्ट भन्ने बित्तिकै सल्टी हुनु पऱ्यो नि त, नुनिलै हुनु पऱ्यो। सुगर भन्ने बित्तिकै चाहिँ गुलियो हुनु पऱ्यो होइन। त्यो आफ्नो आफ्नो नेचर हो। अब मेरो नेचर चाहिँ के छ भने म डाइरेक्ट मान्छे हो, हाकाहाकी बोल्छु, हाकाहाकी काम गर्छु होइन। अब यही स्टाइल छ मेरो। अनि मैले चिप्लो लगाइराख्ने अनि ढाँटिराख्ने खालको चाहिँ नि अब अरूले चाहिँ त्यो खालको भइदियो हुन्थ्यो भन्ने आशा गर्नुहुन्छ भने त्यो चाहिँ म हुन सक्दिनँ होइन। म त्यो चेन्ज गर्न सक्दिनँ आफ्नो नेचरलाई।